नेपालमा फेरि चुनाव नजिकिँदैछ र यो सँगै एउटा बहस सुरु भएको छ जुन सामान्य राजनीतिको भन्दा धेरै गहिरो छ। कुरा कसले जित्छ भन्ने मात्रै होइन, प्रश्न त यो हो कि हामीले कस्तो देश बनाउन खोजिरहेका छौं? के हाम्रो राजनीति साँच्चै सही बाटोमा हिँडिरहेको छ त? आउनुहोस् यही विषयको गहिराईमा डुबौं। ल, यो जटिल विषयलाई राम्ररी बुझ्नको लागि हामी यसलाई 4 फरक पाटोबाट हेर्नेछौं। सुरुमा भ्रष्टाचारको त्यो अदृश्य जरोको कुरा गरौँला, अनि सडकमा देखिएको जनआक्रोश, त्यसपछि सत्ताको खेल र नागरिकको सङ्घर्ष, र अन्त्यमा अबको बाटो के त भन्नेमा केन्द्रित हुनेछौं। त्यसो भए यो सबै समस्याको जड कहाँ छ त? स्रोतले यसलाई एउटा शब्दमा समेटेको छ: नीतिगत भ्रष्टाचार। भनिन्छ यो हाम्रो राजनीतिको सबैभन्दा ठूलो तर नदेखिने चुनौती हो, र यसलाई नबुझिकन हामी सायद अगाडि बढ्नै सक्दैनौं। त्यसो भए यो नीतिगत भ्रष्टाचार भनेको आखिर के हो? सोच्नुस् त, यो यस्तो किसिमको भ्रष्टाचार हो जहाँ नियम र कानुन नै कसैलाई फाइदा हुने गरी बनाइन्छ। यहाँ पैसाको लेनदेन सिधै देखिँदैन, तर एउटा निर्णयले कसैलाई अर्बौंको फाइदा पुर्याइरहेको हुन्छ। अब भन्नुहोस्, एउटा सामान्य नागरिकले यसको प्रमाण खोज्न कहाँ जाने? हो, यही नै त हो सबैभन्दा ठूलो समस्या। अब जब यस्तो प्रणालीगत समस्याले आम मानिसलाई निराश बनाउँदै लैजान्छ, त्यो निराशा सधैँभरि दबिएर बस्दैन। एक न एक दिन त्यो आक्रोश सडकमा विस्फोट हुन्छ, र नेपालमा ठ्याक्कै त्यही भयो। हामीले जेनजी विद्रोहको रूपमा त्यही विस्फोट देख्यौं। याद गर्नुहोस्, यो कुनै एउटा घटनाको प्रतिक्रिया मात्रै थिएन, यो त वर्षौंदेखि मनमा थुप्रिएको जनताको असन्तुष्टि र आक्रोशको सामूहिक आवाज थियो, जुन अन्ततः सडकमा गुन्जियो। ल, अब यो समस्याको अर्को तहमा जाउँ, जहाँ राजनीतिज्ञहरूको प्राथमिकता र नागरिकको वास्तविकता बीचको ठूलो खाडल एकदमै स्पष्ट देखिन्छ। आखिर यो द्वन्द हो तरी के? यहाँ कस्तो अचम्मको भिन्नता छ हेर्नुस् त। एकातिर राजनीतिक दलहरू कसरी हुन्छ सत्तामा पुग्ने भन्ने खेलमा व्यस्त छन्, अनि अर्कोतिर नागरिकहरू सामाजिक सञ्जालमा एकअर्कासँगै लड्दैछन्। आफ्नो पक्षको नेताले केही फाइदा देला कि भन्ने आशामा विभाजित भएका छन्। स्रोतको तर्क के छ भने, यो प्रविधिले हामीलाई प्रश्न सोध्ने एक सचेत नागरिकबाट कसैको आशामा बस्ने परनिर्भर भक्तमा परिणत गरिरहेको छ। अनि जब नागरिकले प्रश्न गर्न छोड्छ, लोकतन्त्र आफै कमजोर हुन थाल्छ। ल, हामीले समस्या त बुझ्यौं: नीतिगत भ्रष्टाचार, विभाजित नागरिक र सत्ताको खेल। तर अब सबैभन्दा ठूलो प्रश्न उठ्छ, यसको समाधान के हो त? हामी मतदाताले अब के गर्ने? यहाँ स्रोतले मतदाताका लागि एउटा शक्तिशाली 3 चरणको मानसिक रिसेटको सुझाव दिएको छ। पहिलो, त्यो दास मानसिकताबाट बाहिर निस्किने। दोस्रो, नीतिगत भ्रष्टाचार विरुद्ध स्पष्ट रूपमा उभिने। र तेस्रो, अनि सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, भावनात्मक नाराको पछि लाग्ने होइन, उम्मेद्वारको नीतिलाई मूल्याङ्कन गर्ने। त्यसैले हामीले बुझ्नै पर्ने एउटा कुरा के हो भने, देश खोक्रो नाराले बन्दैन। देश बन्ने भनेको त स्पष्ट नीति, राम्रो शासन र दीर्घकालीन सोचले हो। विकासको पुल भाषण र नाराले होइन, ठोस योजना र इमानदार कार्यान्वयनले मात्रै बन्छ। र अन्त्यमा यो सम्पूर्ण विश्लेषणको सार एउटै कुरामा आएर टुङ्गिन्छ: आजको सबैभन्दा ठूलो आवश्यकता भनेको व्यक्तिलाई हेर्ने होइन, नीतिलाई हेर्ने राजनीतिको हो। र यो विश्लेषणले हामीलाई एउटा यस्तो शक्तिशाली प्रश्नको साथमा छोड्छ जुन सायद हरेक मतदाताले आफैलाई सोध्नै पर्छ: कुन चाहिँ दलसँग त्यो साहस छ जसले सार्वजनिक खरिद ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गरोस् र मन्त्री परिषदका निर्णयहरूलाई समेत छानबिनको दायरामा ल्याओस्? हो, यही प्रश्नको जवाफले नै हाम्रो भविष्यको बाटो तय गर्नेछ।